मण्डन देवपुर नगरपालिकामा चाहिँ तालिम प्राप्त दिदी हजुर यो अटो चलाउन चाहिँ कसरी चाहिँ तपाईलाई चाहिँ अब यो नारी भएर पनि यो समाजमा त अब पुरुष प्रधान समाज हो अहिले यो गाडी चलाउने ड्राइभिङ भन्ने चाहिँ पुरुषले गर्छ हजुरलाई चाहिँ कसरी चाहिँ अब म पनि ड्राइभिङ गर्न सक्छु अटो चलाएर आफ्नो जीवन धान्न सक्छु जस्तो लाग्यो नमस्कार मेरो नाम चाहिँ बिन्दा विश्वकर्मा म चाहिँ मण्डन देवपुर नगरपालिका 4 मा बस्छु अब म चाहिँ अब मेरो जीवनमा एकदमै दुःख थियो एउटा म चाहिँ एकल महिला पनि हो म चाहिँ एउटा अब मेरो नानी छ मेरो श्रीमान चाहिँ उहाँ विदेश जानुभएको यसो अब कमाउँछु जमाउँछु भनेर उहाँको लास आइपुग्यो के भएको भएर पनि अनि फेरि मेरो उहाँ चाहिँ बित्नु भएको 7-8 वर्ष नै बितिसक्यो अनि म चाहिँ त्यतिकै बसिरहेको थिएँ एउटा बेरोजगारी नै भएर बसिरहेको थिएँ नगरपालिका आएको थिएँ आउँदाखेरिको लागि हाम्रो महिला शाखाको म्यामले यसरी अटोको तालिम आउँदैछ यसरी अटो सिक्नुहोस् तपाईँ यहाँ आफै नै हाम्रै नेपालमा बसेर एउटा जीविकोपार्जन गर्न हुन्छ सहज हुन्छ भनेर उहाँले मलाई एउटा हौसला दिनुभयो त्यसपछि म यहाँ आएँ अटो सिक्नको लागि अटो सिक्दैछु अब अनि हजुर अनि बीचमा एकचोटि विदेश पनि जान्छु भन्नुहुन्थ्यो रे त्यसको कारण चाहिँ के थियो अनि फेरि यो अब यो ड्राइभिङ उसमा चाहिँ कसरी फेरि आउनुभयो म चाहिँ अब विदेश जान्छु भन्दा नि अब जान्न नै लागेको थिएँ अब यत्रो वर्ष भइसक्यो त्यतिकै बसेको वस्तु भाउ पाल्नको लागि पनि आफ्नो जग्गा जमिन धेरै अलिक छैन नभएको भएर पनि अब एकपल्ट फेरि अब जान्छु म विदेश भन्ने सोचेर म महिला शाखाको म्यामसँग नि भन्न आएको थिएँ हजुर आउँदाखेरि उहाँले अब जानु पर्दैन यही नै हाम्रो आफ्नै देशमा अब एउटा रोजगार गरेर एउटा अटो ड्राइभिङ सिकेर तालिम लिएर यही नै केही गर्नुहोस् भनेर उहाँले मलाई एउटा सल्लाह दिनुभयो त्यही भएर चाहिँ म चाहिँ अहिले यो ड्राइभिङ काम गर्नलाई सिक्नलाई अब सिक्दैछु अब सिकिन्छ अवश्य भन्ने अनि हजुरलाई यो कुरामा चाहिँ अब गर्नुपर्छ भनेर तपाईँलाई चाहिँ अब सपोर्ट गर्ने चाहिँ नगरपालिकाबाट चाहिँ को भेट्नुभयो अलिकति प्रत्यक्ष रूपमा तपाईँलाई चाहिँ यो कुरामा पुस गर्ने सपोर्ट गर्ने हुन्छ नि गर्नुपर्छ दिदी तपाईँले गर्नै पर्छ विदेश जानुहुन्न यहीँ केही गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अलिक बढी प्रेरित गर्ने हाम्रो उहाँलाई एकल महिलाको उसबाट पनि उहाँले भन्नुभयो तपाईँ चाहिँ एकल महिला विदेश पहिला पनि तपाईँको श्रीमान गएर यसरी बितेर आइसक्दा पनि तपाईँ अब फेरि विदेशै जान खोज्दै हुनुहुन्छ अब नजानु यही नै के गर्नु भनेर हाम्रो महिला शाखाको म्यामले नै उहाँले नै मलाई एकदमै हौसला बढाइदिनु भएको भएर चाहिँ म जान कि मिश्र म्यामले नै मलाई हौसला दिनुभयो र म हामी त्यही भएर यहाँ आएर धन्यवाद हामी चाहिँ विशेष गरी उहाँलाई एकदम शुभकामना दिन चाहन्छौँ हाम्रो महिला ज्येष्ठ नागरिक शाखाले चाहिँ हामीले सल्लाह गरेर जो चाहिँ दिदीबहिनीहरू साँच्चै नै अप्ठ्यारोमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ विदेश जाने कुरा अन्यतिर मन चाहिँ कता कता डाइभर्ट भएको कुरालाई हेरेर यो चाहिँ राम्रो कुरा भएन कम्तीमा जो हाम्रो समुदायमा हाम्रो चाहिँ नगरपालिकामा यसरी अप्ठ्यारोमा पर्नु भएको दिदीबहिनीहरू हुनुहुन्छ जसको चाहिँ अलिकति उत्साह छ भने चाहिँ उहाँलाई हामीले उत्साह थपेर अहिले चाहिँ विभिन्न किसिमका तालिमहरू दिँदैछौँ अहिले एकल महिलाहरूको एउटा चाहिँ उहाँहरूको समूह पनि गठन भएको छ र एकल महिलाहरूमध्ये पनि जो अझै अप्ठ्यारोमा हुनुहुन्छ काम गर्न सक्नुहुन्छ भने उहाँहरूलाई चाहिँ हामीले यस्तै खालको यो चाहिँ नि ड्राइभिङ तालिम दिएर हुनसक्छ अरू व्यावसायिक तालिमहरू दिएर चाहिँ उहाँहरूलाई हामीले माथि बढाउने व्यावसायिक बनाउने सोचमा लागिरहेका छौँ अब हेरौँ यो चाहिँ अहिले हाम्रो परीक्षणको रूपमा सुरुवात गरिरहेका छौँ हामीले उहाँ लगायतको अहिले 4 जना दिदीबहिनीहरूलाई चाहिँ यो ट्रेनिङ दिँदैछौँ र उहाँहरूलाई हामी सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ र हामी उहाँहरूलाई यो काममा एकदमै धेरै लागेर उहाँ उदाहरणीय बन्नुहोस् र उहाँलाई हेरेर अरू दिदीबहिनीहरूले पनि उत्साह थपियोस् भनेर हामी लागिरहेका छौँ अब हेरौँ अब यो चाहिँ उहाँकोमा पनि भर पर्छ दिदीलाई मेरो अनुरोध छ है दिदी तपाईँ चाहिँ यो परीक्षणको रूपमा हुनुहुन्छ अहिले होइन र तपाईँले राम्रो गर्नुभयो भने तपाईँको जीवन त राम्रो हुन्छ सँगसँगै तपाईँलाई हेरेर अरू दिदीबहिनीहरूले पनि उत्साह प्राप्त हुन्छ र अरूले पनि काम गर्न सक्नुहुन्छ है यही कामको लागि गराएको छ तपाईँले एकदम ध्यान दिएर गर्नु होला तपाईँलाई गर्नुपर्ने आवश्यक सहयोग हाम्रो महिला शाखाको म्याडम यता आउनुहोस् म्याडम उहाँ हुनुहुन्छ हाम्रो जानकी म्याडम हुनुहुन्छ केही छैन यहाँ त फिल्डमा भावनाले जस्तो पनि हुनसक्छ लाउनुहोस् उहाँ लगायत उहाँहरूले पनि अरूलाई पनि समेट्नु भएको छ तपाईँले राम्रो काम गर्नुहोस् तपाईँलाई हामी सहयोग गर्छौँ है तर फेरि सहयोग गर्ने काम चाहिँ हाम्रो हुन्छ तर हिँड्ने काम चाहिँ तपाईँको आफ्नो हुन्छ नि फेरि ल यो समाउँदाखेरि त तपाईँलाई खुसी त छ नि अहिले आएको हो अनि अहिले अब यतिको अब चलाउन पाउँदा एकदमै अब गर्व लाग्छ उहाँले अब महिला शाखाको म्यामले पनि हजुरले पनि अब सबैजना भएर अब मलाई यतिको हौसला बढाइदिनु भएको भएर धेरै खुसी लाग्छ ल अब एकदम शुभकामना तपाईँ अहिले फिल्डमै हुनुहुन्छ म धेरैतिर बस्न तपाईँलाई समय पुग्दैन तपाईँलाई शुभकामना छ राम्रो काम गर्नु होला र तपाईँले चाहिँ यति सम्झिनु होला यसले तपाईँलाई सफलता बनाउँछ तपाईँ सफल हुनुभयो भने अरू दिदीबहिनीहरूलाई पनि प्रेरणा मिल्छ है यसको लागि शुभकामना छ ल दिदी ल राम्रो गर्नुहोस् ल एकचोटि स्टार्ट गरेर चलाउनुहोस् त बिस्तारो यतिकोमा ल गुड ल राम्रो ल एकदम राम्रो छ बाबु ल
हामी सबैजनाले भएर उहाँलाई सहयोग गर्नुपर्छ है अबदेखि ल।